फेरि हाम्रो देशमा रगतको पल बग्यो रे। यो देशले आशा गरेको पिल्लरहरू ढल्यो रे। अहिले हाम्रो देशमा ठुलो आन्दोलन भइरहेको छ। हुन त यो हाम्रो देशमा आन्दोलन कहिले पनि सकिँदैन। कहिले राजनीति आन्दोलन हुन्छ, कहिले जातीय आन्दोलन हुन्छ, कहिले धर्मको विषयमा आन्दोलन हुन्छ, कहिले छुवाछुतको विषयमा आन्दोलन हुन्छ। आन्दोलन 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 जन्मेदेखि यो उमेरसम्म आउँदासम्म पनि आन्दोलन मात्रै यो कानमा गुन्जिरहेको छ। अब यो कानले सुन्दर शान्त नेपाल भनेर कहिले सुन्छ त? हामीले कहिले आशा गर्ने?